ल हाम्रा बाह्र आमा चाहिँ आज मैले यो कार किने ल धेरै धेरै धन्यवाद छ धेरै धन्यवाद छ उहाँलाई पूजा गर्ने बेला हामीलाई पनि सम्झिनु होला हामी पनि आउँछौँ गाडी पूजा गर्न हैन राणा मगर ल हामीलाई 65 लाख गर्नु किन्नु भएको हाड क्यास दिएर फेरि हाड क्यास दिएर गर्नु भएको ब्याङ्क ब्यालेन्स छैन नि फेरि घरको दैलामा है घरको दैलामै हो ठ्याक्कै गाडी ठ्याक्कै त 14 सहित हेर्नु न 4 व्हील है 24 ल ठिक छ गाईको गाई हाम्रो उहाँ हाम्रो चाहिँ राणा मगर हुनुहुन्छ प्रकाश मगर उहाँले दाजुभाइ मिलेर एउटा कार किन्नु भएको रहेछ आज 2-3 दिन भइसकेको छ उहाँको चाहिँ व्यवसाय या बङ्गुर फर्म 65 लाखमा गाडी किन्नु भएको छ 50 वटा बङ्गुर उहाँको छन् 100 किलोदेखि माथि अहिले धान गाडीमा लोड गरेर पोखरा चितवनबाट लिन आउनु भएको रहेछ अनि उहाँको दाईको नाम के अरे म झ्यापै भुले धान पनि अम्बहादुर राणा मगरले पैसा पठाएर उहाँका दुवै दाई धान लिन आउनु भएको रहेछ उहाँजी चितवन एउटा घर छ अरे उहाँको कहाँ अरे होइन एउटा खरेमा छ नि त घर एउटा खरे एउटा चाहिँ हाम्रो हडौले भन्ने ठाउँ देवी थानमा 2टा घर उहाँ हुनुहुन्छ देवी थान 3टा घर छन् उहाँका है उहाँको चाहिँ 1000 भन्दा माथि बङ्गुर छन् 1000 भन्दा 2000 कुखुरा छन् सेता कुखुरा हाम्रो अनि उहाँको छ राइस मेल भनिन्छ के अरे हाम्रो इङ्ग्लिसमा नेपालीमा धान कुट्ने मेसिन भनिन्छ अनि त्यहाँबाट एउटा सम्बहादुर मगर भन्ने हुनुहुन्छ उहाँ आज दाइमा आउनुभएको छ उसरी बस्नु भएको छ अनि गाई हाम्रो भरेभरि भइसकेको छ सकभर हामीले बर पाइदिए बिहाडै बनाउने अनि सोच्छ हामीलाई गाईले घाँस खाँदै हुनुहुन्छ है उहाँले अहिले घाँस खाँदै हुनुहुन्छ गाईले उहाँले 1 लाखको भन्दा बढी भन्नुभएको छ हाम्रो राणा मगरजीले अनि लिएर गोठ आइयो हाम्रो होइन हामीले यहाँ गाईको दाना पकाउने ठाउँ हो हजुर यो अनि उहाँको चाहिँ बाइक छन् हामीले स्याखो उडाएर राखेका छन् पानी पर्छ कि भनेर है उहाँले स्याखो उडाएर राखेको छ एउटा भित्र राखिएको छ है फेरि एउटा हामीले भित्र राखिएको छ त पानी पर्छ भनेर डर लागेर अनि हामीले यहाँ चाहिँ एउटा चाहिँ धान भन्ने एउटा नौलो धान हुन्छ हाम्रो यहाँ सड्के मड्केमा खाने धान के धान अरे यसको नाम झ्याप्या अनादिको धान 1 मुरीभन्दा बेसी सुकाएको छौँ है हामीले यहाँ अनि हाम्रो एउटा यहाँ बेलाउती भन्ने बुटो छ है यहाँ बेलाउती फालफुल खाइन्छ हाम्रो यहाँ 1000 भन्दा बढी 2000 ढापखापमा कुखुरा हाम्रो राणा मगर अम्बहादुरका कुखुराको हाम्रो लगानी धेरै नै छ अहिले हामीले लगानीमा 3-4 लट बेचिसक्नु भयो उहाँजीले अब यी पनि अब भरेभरितिर उठाउनेमा तर्खारमा हुनुहुन्छ उहाँ कुखुरा छन् अब यहाँ दाना पानी खाने भाँडा पनि देख्नुभएको छ नि सरले होइन ल हेर्नु सरलाई कोही सुते खान् कोही उठेका पनि छन् कोहीले दाना पानी नै खाँदैछ नि उहाँले उता पनि छन् यता नि रहेछन् होइन अनि कोही कोही आनी गरेका छन् अलि हाम्रो गर्मी पनि छ यहाँ गर्मी छ धान हेर्नु त हाम्रो नेपालीको धान खेती भने यही हो हेर्नु बेलाउती हाम्रो यही हो अब हाम्रो गाउँघरको चलन यही छ अब यही हो हस्त नमस्ते है अब राणा मगरलाई हाम्रो प्रकाश भन्ने बङ्गुर पाल्ने हाम्रो ओपरेटर उहाँ हुनुहुन्छ के अरे भन्नु पनि आने ल त्यही भने है मैले अलि झ्याप्पै आएन अलि मैले 2 किलो रक्सी खाइदिएको उहाँले बेलाउँदै खाँदै हुनुहुन्छ ल त अब हामी पनि एउटा बेलाउँदै टिपेर खाम कि भनेको दिनुहुन्छ दिनुहुन्न है ल हस्त नमस्ते ल ल ल अब हामी एउटा बेलाउँदै खाँदै हाल्छौँ है